व्हाट्स अप ब्युटिफुल पिपुल, के छ हालचाल हो कि गाइज। तपाईँहरू सबैजना सन्चै आरामै हुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। र आज चाहिँ हाम्रो 10 क्लासको फेयरवेल, र त्यो 10 क्लासको फेयरवेल चाहिँ हामी 9 क्लासहरूले गरिदिन आँटेको। त्यसैले गाइज हामीले चाहिँ हिजो तिनीहरूको लागि गिफ्टहरू लिएर आएको थियौँ र अलिकति चाहिँ त्यहाँ थिएन र भोलि आउनु भनेको थियो। अनि त्यसैले चाहिँ हामी अब जाँदैछौँ त्यही गिफ्टहरू लिनको लागि। ल गाइज हामी चाहिँ पछाडि यमराज आउँदैछ देखिनुहोस्, यमराज पनि बाउ यो त। हामी चाहिँ गाई चाहिँ सस्तो बजारनिर पुगिसकेको छौँ। यहाँनिर चाहिँ मस्त रातितिर सस्तो बजार लाग्छ होइन। अनि यता अगाडि चाहिँ देख्नुहुन्छ पुरै झिलिमिली छ, यो देखेर मलाई मजा आइरहेछ। अनि गियर छ त चेन्ज हुँदैन नि। यहाँ चाहिँ गाइज हाम्रो मावला छ, इन्टरनेसनल मावला यो चाहिँ होइन। यहाँनिर चाहिँ चोक आइपुग्यो। तेरो आयु त अनि 20 वर्षसम्म मात्रै होइन साला। त नकुदाएर मै कुदाउँछु, मलाई त मर्दाखेरि म पनि मर्छु अहिले त यो अवस्थामा। ए मामाको गाडीलाई ठोकेर जेल जान्छ नि मेरो। यसले गर्दा गाइज म पनि मर्छु भन्ने मलाई डर लागिरहेछ होइन। यो मेरो आखिरी भ्लग हुनसक्छ। अनि ल बल्ल अब चाहिँ चोक आइपुग्यो। मेरो मामा, हाम्रो मामा ऊ यताबाट होइन त उताबाट घुमाउने होइन। ए मुलालाई यताबाट यस्तो घुमाउने हो जोतका। अनि यहाँनिर चाहिँ डाँफे छ माथि होइन, पृथ्वीहरू छ। अनि ऊ त्यसलाई एकछिन अङ्कल सिधै सिधै। अब चाहिँ यो के भन्छ आकाशे पुल भत्किन आँटेछ। ओइ बिस्तारै कुदा न भाइ। आकाशे पुल भत्किन सकेको छ, भत्किन आँटेछ। यो मेरो लास्ट भ्लग पनि हुनसक्छ आकाशे पुलको मुनिपट्टि। अब पुरै वान्टेड गाडी है यो रातो बस। ए फडको गाडी है बवाल। ये दोस्ती हामी त टाढा आइपुग्यौँ क्या हो। भाटपाडा अगाडि छ या भाटपाडा नि अगाडि होइन हौ, त्यो दोकान चाहिँ टाढा आइपुग्यौँ जस्तो मलाई लागिरहेको छ। ए जमराज गाइज यमराज। त्यो रातो बसी त खासै नडराउँदा हुन्छ, तर यो यमराजसित चाहिँ डराउनै पर्छ है गाइज। दाजु बल्ल गाइज आइ चाहिँ पुग्यो हामी होइन। पेन चाहिँ बोकेर आइसकेको छौँ 5वटा, तर यसमा चाहिँ कस्टमाइज गरेको छैन एकछिनै, नत्र नामसाम केही लेखेको छैन होइन। यसमा चाहिँ अब भ्याइएन, त्यसैले हामीले चाहिँ अब यतिकै लिएर जाँदैछौँ। ल गाइज हामी स्कुलमा आइसकेको छौँ। ओ मुला प्रिन्टै गरेको छैन अनि लिएर आयो त नि बुझ्नु। हाम्रो भाइ चाहिँ भ्लगमा आउन चाहन्छ अरे। भाइ तिम्रो नाम भन्नु नि त। ल भूमित राई, मेरो युट्युब च्यानल छ भूमित राई नि। सब्स्क्राइब हान्दिनु। सब्स्क्राइब गर्नुपर्छ। भूमित राई किरापली खाइ। अनि गाइज हामीले चाहिँ यसो होइन यसो के भन्छ प्राइज पनि पाइसकेको छौँ। यो खादा र यो फर्स्ट टाइम पाइसकेको मैले चाहिँ होइन। डायरी पनि अब यसले खुवाउँछ मलाई। हामी चाहिँ पास भइसकेको छौँ। उता गीत बज्दैछ अनि सरले चाहिँ रिजल्ट भन्दै हुन्छ होइन। मेरो चाहिँ होइन दामी मार्क्स आएको छ, दामी मार्क्स आएको छ भन्दिनँ म होइन, तर पनि पास चाहिँ भएको छु। यसमा म धेरै खुसी छु। बल्ल मेरो राम्रो साथ आयो होइन। अनि त्यही हो, उता सरले भन्दै हुन्छ अहिले म धेरै यहाँ भ्लग बनाएँ भने मलाई सरले अहिले मारिदिन्छन् होइन। मारिदिन्छन् भन्दिनँ म, कुट्दिन्छन्। अनि फर्स्ट टाइम स्कुलबाट मैले डायरी पनि पाइसकेको छु, खादा पनि पाएको छु। त्यो चाहिँ गोजीमा खाएको छु। अब चाहिँ फेयरवेल हुन्छ एकछिनमा दाइहरूको। दाइ भन्नुपर्छ हामीले खादा हो खादा। हाम्रो स्कुलको सान भनेको टिचर भन्दा नि यहाँको इन्भाइरोमेन्ट हो, जहाँसम्म मलाई लाग्छ। मलाई के भन्नु छ भने बस मलाई पढाउनु भएको अहिलेसम्मको मेरो गुरुमाहरूलाई नमस्कार। अहिले म जहाँ छु जे छु प्रगतिका शिखरहरू सुन्न। हाँसो मात्र होइन यहाँ, हाँसो मात्र होइन यहाँ आँसु पनि बग्दो रहेछ। हाँसो मात्र होइन यहाँ आँसु पनि बग्दो रहेछ। मिलन मात्र होइन यहाँ बिछोड पनि हुँदो रहेछ। यसमा दाइलाई पनि दिँदैछौँ गाइज हामीले चाहिँ। धन्यवाद धन्यवाद गाइज। हामीले चिया खाने पनि बेला भइसक्यो, त्यसलाई चाहिँ खाइरहेको छ। भिडियो छ कि छैन त्यो भन न। भिडियो छ नि यो जहाँबाट पाए पनि भिडियो छ कि छैन। ल